यति बेला म लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्व जिल्लाको यो सीमा क्षेत्र विशेष गरी रोल्पा र बागलुङको सीमा क्षेत्रमा छु। पातिहाल्ने भन्ने ठाउँमा छु। तलपट्टि पातिहाल्नेमा तपाईँले देखिसक्नु भएको छ, त्यहाँ चाहिँ यो मध्यपाडी हाइवेमा धेरै चाहिँ गाडी बाइकहरू चाहिँ पार्किङ गरेर धेरै मान्छेहरू चाहिँ यहाँ हिउँ खेलिरहेको दृश्य पनि देख्न सकिन्छ। भने आज म तपाईँहरूलाई यो दृश्य, यो सुन्दर दृश्यलाई यो ड्रोनबाट खिचेर देखाउने प्रयास गरिरहेको छु। यदि तपाईँहरूलाई यो दृश्य राम्रो लाग्छ भने यो भिडियोलाई एक लाइक र एक सेयर पनि गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। यो एउटा पर्यटकीय स्थल पनि हो, त्यसैले तपाईँहरू पनि यो प्रचार प्रसारको लागि यो भिडियोलाई चाहिँ सेयर गरिदिनु अनुरोध गर्न चाहन्छु। ल कस्तो देखिन्छ त, अब म तपाईँहरूलाई यो ड्रोनबाट भ्यू देखाउन गइरहेको छु है त। ल अब 1 2 3 ओ मलाई पनि ल 1 2 3 गो। हिउँ खेल्नेहरूको एकदमै घुइँचो छ। ओ हरि सर नमस्ते हजुर। नमस्ते हजुर, ल दर्शन कस्तो लागिरहेछ? ल एक दुई शब्द भनिदिनुहोस् तपाईँले, तपाईँको अनुभव। धेरै रमाइलो भएको छ हेर्नुहोस्। म्यादी किसी हान्यो 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 ओइ मार्यो ओ ढाल्यो।